हेलो साथीभाइहरू, हजुरहरूको घर बनाएर वायरिङ गर्नु सोच्नुहुँदैछ भने चाहिँ तार चाहिँ कुन साइजको लाउनुहुन्छ म भन्ने छु, सुन्नुहोस् है त। हजुरहरूको घरमा वायरिङ गर्दाखेरि फ्रिज, गिजर, इलेक्ट्रिक किटली, ओभनको लागि 2.5 लाउनुहोस् है त। 2.5 वायर। त्यहाँदेखि रिटर्नको लागि लाइट पोइन्ट रिटर्नको लागि 1 पोइन्टको लाउनुहोस् है त। त्यहाँदेखि इन्भर्टर लाउनुहुन्छ भने चाहिँ 1.5 लाउनुहोस् है त। त्यहाँदेखि अर्थिङको लागि 0.25 लाउनुहोस् है त। त्यहाँदेखि मेन स्विचदेखि माथिल्लो ताला 6 स्क्वायर mm फ्ल्याट वेस्ट इन्डिभिजुअल लाउनुहोस् है त। अन्त हजुरहरूको घरमा चाहिँ यति वायर अनुसारले एमसिबी चाहिँ कुन चाहिँ लाउनुहुन्छ भने चाहिँ यो बी सिरिज भएको लाउनुहोस् है त। B10 भएको, B16 भएको, B20 भएको लाउनुहोस् है। बी सिरिजको लाउनुहोस्। सी सिरिज चाहिँ ठुल्ठुलो कम्पनीतिर लाउने गर्छ। हाम्रो यो एमसिबी चाहिँ 3 थरीको हुन्छ, बीसीडी हुन्छ। हाम्रो घरमा प्राइभेट घरमा चाहिँ बी सिरिजको लाउने गर्छ र यो चाहिँ आइसोलेटर हो। आइसोलेटर र एमसिबी डिपी चाहिँ सेम हुन्छ, तर यो चाहिँ अटो कट हुँदैन। यो आइसोलेटर हो, यो म्यानुअल मात्रै हो। एमसिबी डिपी चाहिँ ओभरलोड सर्ट सर्किटमा अटो कट हुन्छ। हजुरहरूले त्यति चाहिँ ध्यान दिनुभयो भने चाहिँ घरमा वायरिङ पर्फेक्ट हुन्छ है त साथीहरू।